हेलो साथीहरू नमस्ते। आज हामी चाहिँ यो देखिरहेको माथिल्लो डङडङ्गे झर्ना जाँदैछौँ। कृपया हेरेर साथ दिनुहोला। र यो चाहिँ जाँदै जाँदै बाटोमा देखिएको अर्को झर्ना रहेको छ र यो झर्नाको नाम चाहिँ फुसफुसे झर्ना भनेर चिनिँदो रहेछ। हेर्नुहोस् कति मजाले पानी पनि आज सदाभन्दा ठुलो रहेछ। गिदन सर हिँड्नुपर्ने देख्यो नि यार। अब हजुर हिँड्नुपर्ने भयो त अब हिँड्ने हो। अब हामी चाहिँ उकालो लागिसकेको छ यहाँदेखि टक्क तपाईँहरूलाई। त्यसपछि म चाहिँ अगाडि गएँ, मेरो भिडियो बनाइदिँदै हुन्छ दाजुले। अनि आज चाहिँ सजिलो रहेछ, जुत्ता खोल्नु परेन। अहिले चाहिँ हामी ठ्याक्कै होमस्टेमा पुगिसकेका छौँ र यस होमस्टेको नाम रहेको छ ढङढङ्गे झर्ना होमस्टे। त्यसै गरी यहाँबाट देखिने हाम्रो ढङढङ्गे झर्नाको भ्यू यो चाहिँ गरमको औषधि चाहिँ ढङढङ्गेमा सकेसर पुगेर अब यसो हाम्रो यता हुनुहुन्छ अघि एकदम लिम्बू हाम्रो कन्टेन्ट क्रिएटर हाम्रो आफ्नो कन्टेन्टको लागि रेडी हुँदै हुनुहुन्छ। त्यसै गरी यता हाम्रो चुम्बुङको जेएनजी युवाहरूको चाहिँ एकदम फोटो खिचाइ हुँदैछ। यी सबै अविवाहितहरू हुन्। अब कसको छिटो बिहे हुने थाहा छैन। यी मान्छेकै हुन्छ होला। मुस्कान धेरै राम्रो छ। अविवाहितबाट विवाहित सिंगल प्रोम्याक्सहरू हामी चाहिँ एकदम सिंगल। उहाँ पनि एकदम रेडी हुँदै थालिसक्नु भएको छ। पहिला हाल्नु, पहिला जुस राम्रै रहेछ। वाल त छेउसम्म हुन्छ यो ल अब यो आएको चाहिँ बालुङ न हौ साथीहरू, ताली नजिक गर्नुपर्छ नि यहाँ त। त्यसै गरी यहाँ हाम्रो भाइ एनोसले चाहिँ रेडबुल मिलाउँदै हुनुहुन्छ। उहाँले टक्कै झोलाबाट निकाल्दै हुनुहुन्छ। यो हामीले आफै त्यसै गरी यहाँ चाहिँ एउटा राम्रो बिल्ली पनि रहेछ, हामीसँग खेल्न आयो। अनि यहाँ चाहिँ हामी अब लगभग सेकुवा रेडी हुँदैछ। यसरी चटपटे पनि बन्दैछ। अनि म आफै पनि सेकुवा पोल्दैछु। यो चाहिँ तपाईँहरूको लागि भनेर पनि देखाउँदैछु। अनि पल्टाकै गर्दैछु, किनभने आगोको राप ठुलो भएछ, डर लाग्यो। आयुष भाइले दिँदैछ। यता हाम्रो ताप्लेजुङ आइडल के गर्दै हुनुहुन्छ नि? म त पुगेर आइसकेको छु कि
तिमी त यही पछ्याउ चटपटेर हिला गरेको ठेक्दार साहब राम्रो छ एकदम ल ल ल ठेक्दार साहब बजाइहालौँ एक चप हाल्ने ल ल हाम्रो ठेक्दार साहबको चप हेर्नुहोस् है ल 60 रुपियाँको डिडी ब्लगर पक्का बाइट छ है डिडी ब्लगरको ओइ कम्ती मागेर आएछ न ओइ पूजा गरेर लिएन कम्ती हातैले डेमकी डेम हैन गाठेर हातले देऊ न लु अब चाहिँ वान ट्याप सक्यो भुँडीमा नो स्पेस अब 1 घन्टा पछाडि फेरि ठिकै जान्छ नि मस्तो खाने यो किन भयो मेरो पल्लो लागिहाल्छ नि खोलामा पढी खेल्दा गरम भयो अनि पानी यहाँ पुगेपछि हाम्रो टोलीहरू कता कोही भिडमौरीहरू हेर्दै हुनुहुन्छ कोही फोटो खिच्दै हुनुहुन्छ यहाँ चाहिँ फेरि नाच्दै हुनुहुन्छ उहाँहरू ब्याकग्राउन्ड म्युजिक भएको कारणले गर्दा मैले चाहिँ म्युट गरिदिएको छु ल अनि म चाहिँ घर फर्किन अरू आइसक्यो हेर्नु न उहाँहरू नाचेको हुनुहुन्छ उहाँहरूलाई घर फर्किने मनै छैन म के भन्नु पर्खिनै पर्यो हेर्नु न म यत्रो ओर आइसकेँ नआउनु ल दर्शकबिन आज हामी ढोङढोङे झर्ना अवलोकन गरेर अब घर फर्किने क्रममा छौँ साथीहरू पछाडि हुनुहुन्छ अब आजलाई चाहिँ यस्तै भयो अब हामी घर लाग्ने क्रममा छौँ राम्रोसँग घर पुग्छु मलाई भन्ने आशा छ र यो भ्लग हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु बाई बाई